ज्ञानेन्द्र कुमार पौड्याल नेपाल सरकारको अधिकृत पनि हो, लागु कर्मचारी पनि हो। म केही समयदेखि अहिले युएसमा बस्दै आएको छु। त्यही क्रममा म चाहिँ युएसमा मेरो अलिकति दाँत पेनिङ भएपछि म युएसमा देखाउन गएँ। त्यो देखाउँदाखेरि के गर्यो भने त्यो पेनिङलाई उसले पुरै फ्याँकिदियो, राख्नु हुँदैन तिमीलाई पछि कमजोर बनाउँछ भनेर फ्याँकिदियो। त्यसपछि मैले राख्ने झिक्ने बनाएर प्रयोग गरेँ। त्यो अरू त सजिलै भएको थियो मलाई। त्यो मेन गरेर कम्युनिकेसन गर्ने बेला मलाई तलको दाँतले साथ दिएन है। अनि त्यसपछि मैले के सोचेँ भने अब युएसमा दाँतको अलिक कस्ट छ, बढी लाग्छ। अनि अब आफ्नै देशमा जाउँ, त्यसपछि गएर त्यहीँ सोधेर जहाँ राम्रो हुन्छ त्यहाँ गरौँ भन्ने हिसाबले फर्केर आएँ होइन। आउँदाखेरि मेरो हाम्रो साथीभाइ हुनुहुन्छ यहाँ के अरे भानु अधिकारी, उहाँसँग सोद्धाखेरि एकजना उहाँको पनि आफन्त मेरो पनि आफन्त मुरारी अधिकारी, उहाँले चाहिँ यो सुभाष डाक्टर साहब एकदम राम्रो हुनुहुन्छ, त्यहाँ क्लिनिक पनि राम्रो छ एकदमै, त्यहाँ जाउँ भनेर उहाँले सल्लाह दिनुभयो। अनि सल्लाह दिएपछि यहाँ आएँ। यहाँ आउँदाखेरि रविना म्याम त उहाँ त एकदमै के आफ्नो मामा जस्तो गर्नु व्यवहार है, एकदमै फेमिलियर असाध्यै मायालु वातावरणमा चाहिँ उहाँले ट्रिट गर्नुभयो। अनि त्यसपछि सुरु गरेको लगभग 48 घन्टामै मेरो इम्प्लान्ट भइहाल्यो होइन, भइहाल्यो। अनि त्यसपछि त्यसको 2 दिनपछि कति दिनपछि म दाँत लगाएँ है। तर मैले त्यति एक्सपेक्ट नै गरेको थिइनँ कि यति छिटो यस्तो सर्भिस, यस्तो मुस्कान सहितको सर्भिस, यस्तो इजी गोइङ, यस्तो ओपन मैले सोचेको थिइनँ कि। किनभने पहिला यस्तो नेपालमा यस्तो खालको सर्भिस पनि थिएन, धेरै गाह्रो थियो, लाइन लाग्नु पर्थ्यो होइन, धेरै टाइम लिनु पर्थ्यो। असाध्यै राम्रो भएछ। अनि त्यसपछि म त्यो इम्प्लान्ट गर्दा पनि त्यो मलाई अलिअलि दुख्छ है भन्नुभएको थियो डक्टर साहबले। मलाई खासै त्यस्तो दुखाइ पनि भएन है, सजिलै भयो। त्यसरी एकदमै म चाहिँ यो क्लिनिकप्रति, डाक्टर साहबप्रति, के अरे सुभाष कुमार घिमिरे अनि रविना म्याम, समस्त स्टाफ सबैप्रति थ्याङ्कफुल छु, एकदम थ्याङ्कफुल छु म।